मात्र आनाको यहाँ 45 लाखमा आएको छ। यो नभए त यो 45 लाखमा आएको जग्गा होइन। यो चाहिँ यहाँ टुक्रा किन्नु पर्यो भने 55-60 लाख पर्छ। अनि बाटोको सबै सुविधा छ, ढलको पनि सुविधा छ, पानीको पनि सुविधा, सबै सुविधा छ। अनि यो जग्गा चाहिँ रुद्रेश्वरको यो भिआइपी एरियामा हो। यो भिआइपी एरिया। यो बाटो चाहिँ रुद्रेश्वर चोकमा निस्किन्छ। यहाँदेखि चाहिँ 300 मिटर छ मात्र। अनि यो चाहिँ यहाँ चाहिँ अब अहिलेलाई 10 फुटे कायम छ। अनि यो बाटो पुरा खोल्ने भएपछि चाहिँ यो 20 फुटेमा कायम भएको बाटो हो यो। अनि यहाँबाट उता यो बाटोबाट सिधै तपाईँ के अरे पासीकोट निस्किने छ। यो बाटोबाट सिधै गएपछि तपाईँहरू यदि इच्छुक छ भने चाहिँ तपाईँहरू यो जग्गा हेर्न आउन सक्नुहुन्छ।